डेट बढी मृतक लास फेला परेको भन्दा थियो त्यो मृतक लास फेला परेपछि मृतक लासको बुझ्दै जाने क्रममा कसैले ज्यान लाग्यो भन्ने जो पत्ता लाग्यो त्यो ठाउँमा अहिलेसम्म खुला आएका प्रतिवादीहरूले पक्राउ गरेर सिज गरे। बिहान अन्दाजी 5 बजे करिबमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर 8 स्थित कुकुर क्षेत्रमा र डिकम्पोज भइसकेको चढिसकेको नजिकै अवस्थामा रहेको लास फेला परेको घटनाक्रम रहेको छ। यो लास फेला परिसकेपछि त्यसपछि हाम्रो अनुमान खेल्ने अगाडि बढ्नु के हो लास फेला परिसकेपछि तत्काल को व्यक्ति हो भन्ने कुरा खुलेको थिएन। क्रममा बुझ्दै जाँदाखेरि लास फेला आउँछ जुन चाहिँ मृतकको विवरण अरविन्द कुमार पण्डितको नाम रहेको छ, वर्ष 28, ठेगाना जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका वडा नम्बर 1 किशनपुर। उहाँको दाजु अशोक कुमार पण्डित उहाँले चाहिँ मेरो भाइको नाम हो भन्ने उहाँले स्नातक गर्नुभएको रहेको थियो। बुझ्दै जाँदा 2082 वैशाख 24 गतेदेखि मृतक व्यक्ति बेपत्ता हुनुहुन्छ, मतलब परिवारको सर्वविदित भएको अवस्था रहेछ। यही घटनाक्रममा हामीले 6 जना व्यक्तिहरूलाई पक्राउ गरेका छौँ, जुन सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर 6 चिरानटोल बस्ने वर्ष 43 को मोहम्मद हुसैन मोनी, वर्ष 29 को मोस्टेकिङ अन्सारी, वर्ष 25 की नजिमा खातुन, वर्ष 40 को सुएब अन्सारी, वर्ष 25 को नूर आलम अन्सारी, वर्ष 54 को सलाउद्दिन अन्सारी यो व्यक्तिहरूलाई हामीले पक्राउ गऱ्यौँ। घटना विवरण के रहेछ भन्दाखेरि सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर 6 चिरानटोल बस्ने मुस्तकिम अन्सारीले मेरो श्रीमती वर्ष 30 की नजिमा खातुन 2081 चैत 19 गते राति 11 बजेको समयबाट घरबाट बेपत्ता भएकोले चन्द्रनगर गाउँपालिका वडा नम्बर 1 किशनपुर बस्ने उपेन्द्र पण्डितको छोरा वर्ष 28 को अरविन्द कुमार पण्डितले मेरो श्रीमती भएर हुनसक्ने भनेर जब पत्ताको लागि प्रहरीकारले महिला प्रहरीकारले केस गर्न विरोध दिएको अवस्था मेरो श्रीमती चैत 19 गते राति 11 बजेदेखि बेपत्ता भएको छ। खराब व्यक्तिले चाहिँ के हुनसक्छ भन्ने मृतकको नाम चाहिँ खुलाएको अवस्था रहेछ। यस सम्बन्धमा बुझ्दै जाँदा अरविन्द कुमार पण्डितले नजिमा खातुनलाई जुन अहिले पक्राउ प्रतिवादी हो नजिमा खातुनलाई भगाएर भारतमा बनायो भन्ने कुरा ठुलो आयो। बुझ्दै जाने भने निवेदनमा पनि मेरो श्रीमतीलाई उहाँले भगाएर हुनसक्छ भनेर चाहिँ खुलाएको, तर बुझ्दै जाँदा उसले लिएर भारतमा गयो भन्ने बुझ्न आयो। अनि 2082 वैशाख 19-20 गतिको नेपाल आयो। श्रीमती बेपत्ता भएको श्रीमती र भूमिको व्यक्ति दुईजना नेपाल आएको बुझिएको। श्रीमान मोस्टेकिङ अन्सारी त्यो महिला जस्तो श्रीमती चाहिँ त्यो महिला मोस्टेकिङ अन्सारी स्थानीय पञ्चायत स्थानीय भोटरबाट व्यक्तिहरू चाहिँ जानकारी गराएको छ। त्यो महिला जो अर्को व्यक्तिसँग चाहिँ सम्पर्क भएको उनलाई फेरि श्रीमान चाहिँ घरमा लिएर बस्ने वातावरण बनाएको देखिन आउँछ। यसरी बेपत्ता भइसकेको श्रीमती फर्केर आइसकेपछि उसलाई घरमा बस्ने श्रीमानसँगै घरमा बस्ने वातावरण मिलाइसकेको साथ पनि मृतक व्यक्ति फेरि त्यो महिलाकोमा आउँदा पनि भेटघाट गर्ने गरेको खुल्ला आयो। कुरा स्थानीय गाउँसभाका मान्छेहरूले देखेपछि निज नजिमा खातुन जुन महिला थियो महिलालाई मानसिक तनावले गरेकाले नजिमा खातुन लगायत अन्य प्रतिवादीहरूले जिल्ला मार्गी बनाएको भन्ने कुरा बुझिन आएको छ। त्यो यसरी फलानु नजिक रहेछ भन्ने खालको जुन कुरा आयो त्यो कुरा आइसकेपछि ती प्रतिवादीहरूले अब जुन अरविन्द पण्डित छ मृतक उसलाई मार्ने योजना बनाएको बुझ्न आयो। त्यसपछि त्यो योजना बनाएपछि प्रतिवादी नजिमा खातुनले 2082 वैशाख 28 गते बिहानको समयमा बिहान 8 बजेको समयमा फुलदुर बाबा मन्दिर नजिक मृतक अरविन्द कुमार पण्डितलाई बोलाएको योजना बन्छ। त्यहाँ मार्ने योजना बनिसकेपछि वैशाख 28 गते बिहान 8 बजेको समयमा फुलदुर बाबा मन्दिर नजिक मृतक अरविन्द कुमार पण्डितलाई
बोलाउँछ बोलाइसकेपछि उनीहरू ईश्वरपुर नगरपालिका वडा नम्बर 8 मा एक जुन खडा छ किनकि खडा छ सँगै साथै जान्छ उनीहरू बोलाउँछ योजना अनुसार बोलाएको दुईजना सुन्ने साथै अगाडि जान्छ उनीहरू साथै अगाडि गइसकेपछि उनीहरूलाई पछाउदै अन्य प्रतिवादीहरू किनकि योजना बनिसकेको छ अन्य प्रतिवादीहरू पनि उनीहरूको पछि गएर जान्छ र उनीहरू प्रतिवादीलाई मारेको भनेर देखिन्छ छोटा जुले छुपे राखिन्छ अरू नगएको भन्दा सक्दा मारेको ठाउँमा निक्ल्यो त्यो लासलाई छोपेर व्यवस्था गरिसकेपछि उनीहरू आफ्नो घरतर्फ फर्किन्छ यो घटना 28 गते 28 ज्ञानको घटना हो अब 29 गते रातको समयमा 21 बजेतिरको समयमा पशुदारहरूले घटनालाई ढाकछोप गर्न मृतकको लासलाई जुन ठाउँमा छुपेर राखेको थियो त्यो घटनाले छुपेर राखेको त्यो ठाउँबाट फेरि ईश्वरपुर नगरपालिका वडा नम्बर 8 स्थित ठकुरिया चौरी भन्छ ठकुरिया चौरी उखुबारीमा लगेर राख्न पाइन्छ भएको के त भन्दा 28 गते दुईजना बनाउँछन् दुईजना केटीले केटालाई भेट्न बनाउँछ दुईजना खराब बेलेको अवस्था रहन्छ त्यसपछि योजना अनुसार अरू व्यक्ति पछिल्लो जान्छन् त्यो ठाउँमा उनीहरूले प्रत्येक गरेर मार्छ मारिसकेपछि ती नजिकै कोही एउटा शिशुको उठाउने त्यो घटनाहरूले छोपेर राख्छ राखिसकेपछि घर फर्क्यो भोलिपल्ट फेरि रातको समयमा फेरि उनीहरू गएर त्यो लासलाई त्यहाँबाट फेरि अन्यत्र वडा नम्बर 8 को ठकुरिया चौरी स्थित उखुबारीमा लगेर व्यवस्थापन गर्छ त्यहाँ लगेर उनीहरू लासलाई फ्याँक्छ हजुर अब यसमा अनुसन्धानको क्रममा हामीले 2 गते पशुदारहरूलाई पक्राउनु जुन चाहिँ अहिले मैले पक्राएको नाम भनिसकेँ उनीहरूलाई हामी पक्राउनु यसमा एउटा के देखिन्छ भन्दाखेरि ईश्वरपुर नगरपालिका वडा नम्बर 6 चिरापुर बस्ने रोजक अनुसारीको छोरा वर्ष 43 को मोहम्मद हुसैन मोमिन भन्ने व्यक्तिलाई पक्राउ गर्दा मृतकले खुट्टामा लगाएर राखेको जुन चप्पल छ त्यो मृतकले प्रयोग गरेको चप्पल रहेको खुल्न आउँछ मृतकको चप्पल मारिसकेपछि पशुदारमध्ये एकजना मोहम्मद हुसैन मोमिन जुन चाहिँ प्रतिवादी छ प्रतिवादीमध्ये एकजना मोहम्मद हुसैन मोमिनले त्यो चप्पल आफूले प्रयोग गरेको रहेछ त्यो कुरा मृतकको चप्पल भन्ने कुरा खुल्न आउँछ जुन कुरा मृतकको बुबाले तिमीले छोराले लगाउनु चप्पल हो भनेर शनाखत गर्ने अवस्था भएको छ अब त्यसपछि हामीले पशुदारहरूलाई कर्तव्य ज्ञानमा चाहिँ जारी दिएर उनीहरूलाई मुद्दा दर्ता गर्यो कर्तव्य ज्ञान र सम्मानित अभावबाट 7 विज्ञान पद गरेर अनुसन्धान गरिएको छ अहिले अनुसन्धान चल्न